कति धेरै पानी परेको होला के असार साउनको जस्तै। आज चाहिँ हामी गाउँदेखि काठमाडौँतर्फ फर्किँदैछौँ अनि यो भिडियो चाहिँ अस्ति नैको हो है साथीहरू, 2 दिन अगाडिको नै। बिचरा हाम्रो मम्मी चाहिँ जहिले पनि हामी फर्किने बेलामा रुनुहुन्छ अनि हामीलाई हेर्नु पनि हुन्न के मरुको देख्छन् भनेर है, कति धेरै रुनुहुन्छ। छोरी मान्छेको जिन्दगी पनि बडो गाह्रो छ हौ साथीहरू। अनि यो देखेको बाटो चाहिँ मेरो माइत जाने बाटो। यसपालि त माइत जानु पनि पाएन, अरू बेला म जहिले जाँदाखेरि माइत जान्थेँ। एक दिनको लागि नै किन नहोस् तर म जहिले पनि जानु चाहिँ जान्थेँ। यसपालि चाहिँ हामी पनि 1 हप्ताको लागि मात्रै गएको नि त गाउँ। त्यही भएको कारणले गर्दाखेरि चाहिँ जानु पाएन। घरमै अलरेडी कति धेरै काम थियो हाम्रो चाहिँ। हामी जाँदाखेरि पनि यस्तो बेजोकले गएको, फर्किने बेला पनि यति बेजोकले नै फर्केको। बाटोमा आधी बाटोसम्म यति धेरै घाम लागेको अनि आधा बाटोदेखि चाहिँ यस्तो धेरै पानी परेको कि अनि हामी चाहिँ ठ्याक्कै काठमाडौँ आइपुग्न लाग्दाखेरि दर्के पानी परिरहेको थियो। धन्न हामीसँग चाहिँ रेनकोटको साटो प्लास्टिक थियो र कस्तो धेरै हामीलाई चाहिँ सहयोग नै भयो के। गाउँमा बस्दा त अब कति धेरै म भ्याए पनि नभ्याए पनि डेली भिडियोहरू बनाउँथेँ। मलाई आफै पनि गाउँको भिडियोहरू बनाउनु चाहिँ एकदमै धेरै मनपर्छ क्या, अनि बनाउँथेँ। अब त यहाँ आइसक्यो है, अब भिडियो पनि त्यति धेरै राम्रो पनि हुँदैन होला। त्यही पनि जतिजनाको फोनमा मेरो भिडियो आइपुग्छ सबैजनाले लाइक कमेन्ट अनि फलो पनि गर्नुहोला सबैजनाले। म पनि सबैजनालाई फलो ब्याक दिनेछु भन्दै आजको भिडियोसँगै म चाहिँ बिदा भएँ। बाई बाई।